हेलो हाई सबैलाई मेरो नमस्कार है तपाईँहरूलाई आज चाहिँ हामी चाहिँ यही बन्दको कारण चाहिँ म र मेरो छोरा अनि मेरो बुढी चाहिँ अनि बुढी चाहिँ हिँडेर यस्तो रिसाएर ल हेर्नु त रिसाएर बन्छ। हेलो बुढी ल हेर्नु है बिचरा के गर्ने त्यस्तो छोरा बगाउनु पऱ्यो नि होइन। बाबु कसको यहाँ फोन आइरहेछ ओह ल हेर्नु न मोबाइल फेरि यस्तो छ कि के गर्ने र मोबाइल चाहिँ खत्तम भयो मेरो चाहिँ अहिले चाहिँ होइन। हामी चाहिँ यस्तरी वनको बाटो हिँड्दै छौँ है साथीहरू तपाईँहरूले हेर्नु होला है। सम्पूर्णले हेरेर पनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला है त गाइज। बाबु ल सबैलाई गरिदिनु छोरो पनि रिसाएर यहाँ अब झन् मेरो प्यारी चाहिँ यहाँ भन्नै पर्ने रिसाएर पटेका जस्तो भइरहेछन् है। तपाईँहरू हेर्न सक्नुहुन्छ कि हेलो ओइ 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 ए मान कुद्नु लागिसक्यो चार चाहिँ अहिले पटेका भएको अवस्था होइन। कति बेला डुम पड्किने बेर हुन्न। हामी चाहिँ के गर्नु आगो पनि 1 महिना लगाइसक्यो तर यो बन्दले के गर्दाखेरि चाहिँ हामी चाहिँ बल्ल आज चाहिँ हिँडेर गयौँ घर चाहिँ है। घर पनि अब टाइम धेरै लाग्छ। तपाईँहरूले मेरो भिडियो यसो हेर्दै गर्नु होला। म चाहिँ छिटो नै फेसबुकमा युट्युबमा चाहिँ हाल्छु है त हो कि नै। कस्तो भयो बुढी हेलो बुढी विचार माया लागिरहेछ मलाई चाहिँ अहिले चाहिँ हो के गर्ने यस्तो हिँडाइ परियो कि यहाँ गधा जस्तो भारी पनि परेछ अहिले चाहिँ ल हेर्नु होला के गर्ने छोरो त बोक्न परिहाल्यो नि त आमाले त होइन भन्छन् नि। बाबु यहाँ र हाई गर सबैलाई छिटो यहाँ त बाबु हाई गर हाई भन कति मजा आएको छोरोलाई मेरो छोरोलाई फेरि कन्ना बसेछ टक्क हेर्नलाई सम्पूर्ण चाहिँ यहाँ यस्तो हो यता चाहिँ पाहाड चाहिँ है। आयो के गर्ने अब बाबु नै त झाडी छ साह्रै नै दुःख पाइयो है। तर के गर्ने हाम्रो देशको झोलेहरूले गर्दाखेरि चाहिँ दुःख पाइयो हामीले चाहिँ होइन। तर पनि अहिलेसम्म पनि सही मान्छेको हातमा देश परेको छैन भन्ने मलाई लागिरहेछ। तपाईँहरूले यसो भन्नु होला होइन। यत्रो आन्दोलन गरियो यत्रो लडाइँ गरियो तर पनि खै राम्रो केही पनि भएको छैन है साथीहरू त्यसमा चाहिँ हो कि नै। अब तपाईँले भन्नु होला फेरि एक्कासी कहाँ राम्रो हुन्छ भनेर। युवाको हातमा पर्ने देश त अनि त्यही बुढाबुढीको हातमा परेपछि देश राम्रो कहाँबाट हुन्छ नि सुधार त अनि सुधार गर्नु पऱ्यो नि मेन देश चाहिँ। यस्तो पाहाड छ हेर यस्तो जङ्गल छ डर पनि लाग्छ चोराउँछ बुढी चोरा नि के गर्ने हेलो बुढी बुढी थकलाई अहिले म बोक्छु बाबुलाई आऊ छोरो यस्तो हिँड्नु पऱ्यो हामी चाहिँ भाइ बोकेर परिहाल्यो जस्तो गरेर। हाई नमस्ते भन्नु बाबु नमस्ते भन्नु सबैलाई लाइक कमेन्ट सेयर गर्नु होला मेरो गाउँको युट्युबमा चाहिँ भन बाबु छिटो। टाढा छ नि घर पनि अनि हामी चाहिँ भिमादेखि हिँडेर आएको है साथीहरू भिमादेखि मिस कल त हान्नु भयो कसले हो थाहा छैन यस्तो
बिचरा बाटो पनि यस्तो छ। तर यस्तोबाट पनि गाडी हिँडे है साथीहरू, गएर नि त। हेलो हजुर को हो नि हजुर? को हो र हजुर? हजुर को हो र? म त मुयाको बुढा हो। हजुर मुया खै त? मुया यहीँ छन्, किन र? मुयालाई दिनु त। ल ल ल मुया। हेलो जानु सर, नम्बर के भयो? केही भएन है त। नम्बरै निस्किन्न त यहाँ। निस्कि होइन मम्मीको त नेटवर्क नचलेर सिम पनि नदेखाएको जस्तो के भयो? ए कहाँ पुग्यौ? बुच्चा पुग्नुलाई कि यो उबाट मास्तिर। ल आस्ते जाऊ है। ल कसको यो सिम? यो भाउजूको यहाँ जोगी दाइ बुढीको। ए यो नम्बर देऊ त, तिम्रो नम्बर यहाँ सेभ गर्छु। यही हो कि त्यही हो। बाबाकोमा हाल्नु न, अहिले हाल्छु म। ल बाबाको नाम ल अहिले भन्नु अरे एकछिन पछि फोन फेरि आमालाई कहाँ पुग्यो भन्नु। ल हुन्छ। ल राम्रोसँग जानु। ल है साथीहरू, हेर्नु होला आमाको माया यति हुन्छ कि के गर्ने, छोरीले नबुझेपछि होइन आमाको माया चाहिँ लास्टै हुन्छ। हेर्नु न यता बाबु, खै त फेरि यो बोलेको। गाह्रो छ जिन्दगी चाहिँ। यस्तो भरियाले यस्तो बारी बगेर हिँडिरहेको होइन। हस्त नि हुन्छ अहिले चाहिँ यति नै। तपाईँहरूलाई चाहिँ भिडियो मैले बाइक चाहिँ तपाईँहरूलाई म पछि भिडियो गर्दै गर्छु। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब है। ल भन्दा त्यसो बिचरा मेरो बुढी रिसाएर यहाँ डुम भइरह होइन। यत्रो बाटोमा हिँड्नु पऱ्यो त नि। अन्त कन्ता फेरि बाटो नि हिँडेको 2 घन्टा भइसक्यो। के गर्ने, हस् त बाई बाई। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है। नमस्कार, जय नेपाल।